राजा वीरेन्द्रले सुरु गरेका उद्योगहरूमा बालेन शाहको धमाधम इन्ट्री हुँदैछ। एक गर्दै पुराना उद्योगहरू फेरि सञ्चालन गरिँदैछ। दशकौंसम्म खिया लागेका मेसिनहरू फेरि चलाउन सुरु गरिएको छ। विशेष गरी हेटौडा कपडा उद्योगमा उत्पादन समेत सुरु भइसकेको छ। कपासबाट धागो हुँदै तयारी कपडासम्म बनाउन सक्ने यो उद्योग कुनै समय राष्ट्रकै गौरव लाग्दो कारखाना थियो। यो त्यही उद्योग हो जसले कुनै समय प्रत्यक्ष र अप्रत्यक्ष रूपमा दशौं हजार नेपालीहरूलाई रोजगारी दिएको थियो। यही उद्योगका कपडाहरू विदेशी मुलुकसम्म निर्यात हुने गर्थ्यो। यही उद्योगले वर्षै पछि देशलाई करोडौंको नाफा बुझाउँथ्यो। तर दुर्भाग्यवश बहुदल पछिका नेताहरूले यो उद्योगमा राजनीति सुरु गरे। कर्मचारीको ठाउँमा कार्यकर्ताको भर्ती केन्द्र बनाइदिए। उद्योगभित्र मेसिनभन्दा धेरै राजनीति चल्न थाल्यो अनि निरन्तर घाटामा गएपछि अन्तिममा गएर यो उद्योगको नामो निशानी मेटाइदियो। आउनुहोस् डिटेलमा बुझ्ने कोसिस गरौँ हेटौडा कपडा उद्योगको यो गौरवशाली इतिहासको बारेमा। आखिर यो उद्योग कस्तो थियो, कसरी बन्द भयो र बालेन सरकारले फेरि कसरी सुचारू गर्दैछ? लेट मी एक्सप्लेन। भिडियो सुरु गर्नुभन्दा अगाडि तपाईलाई एउटा खुसीको खबर सुनाउँछु। हामीले सिस्कुल एकाडेमीबाट 12 दिनको प्रोफेसनल कन्टेन्ट क्रिएसनको ट्रेनिङ सुरु गरेका छौँ, जहाँ तपाईले फेसबुक र युट्युबको लागि प्रोफेसनल कन्टेन्टहरू बनाउन सिक्नुहुनेछ। यदि तपाईँ बिजनेस गर्दै हुनुहुन्छ भने तपाईले एडभर्टाइजहरू पनि बनाउन सिक्नुहुनेछ। त्यसैगरी रिसर्च, स्क्रिप्ट, एसइओ, एआई लगायतका विभिन्न कुराहरू पनि यही ट्रेनिङमा तपाईले सिक्न पाउनुहुनेछ। यसै पनि हामीले यो ट्रेनिङको फी एकदमै कम राखेका छौँ। त्यसमा पनि सुरुमा रजिस्टर गर्ने 20 जनाले 50% को डिस्काउन्ट पाउनुहुनेछ। यदि तपाईँ पनि सिक्न चाहनुहुन्छ भने मैले तल कमेन्टमा कन्ट्याक्ट लिङ्क राखिदिएको छु, त्यहाँ कन्ट्याक्ट गरेर आफ्नो सिट आजै बुक गर्न सक्नुहुनेछ। अब जाउँ भिडियोको टपिकतिर। हेटौडा कपडा उद्योगको कहानी सुरु हुन्छ आजभन्दा करिब 51 वर्ष अगाडि 2032 साल साउन 16 गतेबाट। त्यही दिन यो उद्योगलाई दर्ता गरिएको थियो। राजा वीरेन्द्रले सुरु गरेको हेटौडा कपडा उद्योग कुनै सामान्य योजना थिएन। यसले देशको अर्थतन्त्रमा ठुलो योगदान पुर्याउने र कयौंलाई रोजगारी दिन सक्ने क्षमता राखेको थियो। यसको लागि स्पेसली चाइना सरकारले आर्थिक र प्राविधिक दुईटै सहयोग गरेको थियो। हेटौडा औद्योगिक क्षेत्रमा यो उद्योग सञ्चालन गर्नको लागि कम्प्लिटली योजना बनाइयो। यसको लागि हेटौडाको यहाँनिर करिब 256 रोपनी क्षेत्रफलमा उद्योग सुरु गर्ने भव्य योजनाका साथ 2032 साल पुस महिनामा उद्योगको शिलान्यास गरियो। यति बेला यहाँबाट कोरा, रङ्गिन, बुटेदार र सेतो कपडा उत्पादन गर्ने उद्देश्यले लगभग 17 करोड लगानी गरिएको थियो। यो उद्योगलाई ठुलो क्षमताको बनाउनको लागि 486 वटा त तान मात्रै जडान गरिएको थियो। त्यति मात्रै होइन, धागो किनेर ल्याउन नपरोस् भनेर 14,688 वटा स्पिन्डल पनि जडान गरिएको थियो। यसको मतलब त्यही फ्याक्ट्रीमा कपडा मात्रै नभएर कपडाको लागि आवश्यक पर्ने धागो पनि बनाउनको लागि मेसिनहरू जोडिएको थियो। यसको पुरै सेटअप गर्न मात्रै करिब 3 वर्षको समय लागेको थियो र सबै काम सकेपछि 2035 सालको कार्तिक महिनाबाट परीक्षण उत्पादन सुरु गरियो। परीक्षण सफल भएपछि मङ्सिरबाटै व्यावसायिक रूपमा कपडा उत्पादन सुरु भएको थियो। सुरुदेखि नै उद्योगले पनि राम्रो पिकअप लियो, तर कच्चा पदार्थको रूपमा झन्डै आधी कपास इन्डिया र पाकिस्तानबाट आयात गर्नुपर्ने समस्या भयो। किनकि त्यो समयमा नेपालमा कपास खेतीमा लागेका किसानहरूको संख्या एकदमै कम थियो। किसानहरूलाई खासै कपास खेतीमा कुनै चासो थिएन। त्यसैले उद्योगको नाफा पनि बढाउने र रोजगारी पनि सिर्जना गर्ने गरी सरकारले एउटा नयाँ योजना सुरु गर्यो। त्यही योजना अनुसार 2037 सालमा बाँकेमा कपास विकास समिति विस्तार गरियो। त्यसपछि दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका किसानलाई 50% अनुदान दिएर कपास खेती सुरु गराइयो। यही एउटै योजनाले कति ठुलो प्रभाव पारेको थियो थाहा छ? लगभग 8,000 किसानले अप्रत्यक्ष रूपमा रोजगारी पाउन सफल भएका थिए। त्यसपछि देशका विभिन्न ठाउँहरूबाट कपास आउन सुरु भयो र कपडाको बजार पनि फस्टाउँदै गयो। त्यसैले 2038 सालमा हेटौडा कपडा उद्योगमा एक शिफ्ट चलिरहेको कम्पनीलाई 2 शिफ्ट चलाउन सुरु गरियो।
तर पञ्चायत सरकार यत्तिकैमा रोकिएन। सरकारले टेक्सटाइल इन्डस्ट्रीलाई अझै ठुलो बनाउने योजना बनायो र त्यही योजना अनुसार 2039 सालमा फेरि बुटवल धागो कारखानाको स्थापना गरियो। त्यसपछि पश्चिमतिर उत्पादन भएको कपास जम्मा गरेर बुटवलमा धागो बनाउने अनि त्यो धागोलाई हेटौँडासम्म ल्याएर कपडा बनाएर सबैतिर बेच्ने काम सुरु भयो। यति बेलासम्म हेटौँडा कपडा उद्योग धेरै नै ठुलो बनिसकेको थियो। त्यसैले उद्योगको उत्पादन क्षमता बढाउनको लागि 2039 सालबाट 3 शिफ्ट यानि कि 24 घण्टा उद्योगलाई चलाउन थालियो। यसरी 24 घण्टा मेसिन चलाउँदा कम्पनीको उत्पादन वार्षिक 1 करोड 10 लाख मिटर कोरा कपडा, 250 मेट्रिक टन सुती कपडा अनि 250 मेट्रिक टन बुट्टेदार र सेतो कपडा उत्पादन हुने गर्थ्यो। त्यो समयमा हेटौँडामा मात्रै 1200 भन्दा बढी कर्मचारीहरूले काम गर्ने गर्थे। यहाँ उत्पादन भएका कपडाहरूमध्ये 5% आर्मी पुलिसको लागि युज हुन्थ्यो भने बाँकी 95% सर्वसाधारणको लागि प्रयोग हुने गर्थ्यो। यो उद्योगमा उत्पादन भएका कपडाहरू नेपालमा मात्रै होइन इन्डियामा समेत बिक्न थालिसकेको थियो। तर स्थापना भएको 19 वर्षसम्म घाटा नदेखेको यो उद्योगले 2054 सालमा अचानक ठुलो घाटा बेहोर्न पुग्यो, किनकि यो उद्योगको दुश्मन बनेर 2046 सालमा बहुदल आएको थियो। बहुदल पछि प्राय सबै सरकारी उद्योगहरू राजनीतिक दलको दलदलमा फस्न थाले र त्यही दलदलमा हेटौँडा कपडा उद्योग पनि नराम्रो गरी फस्न सुरु भएको थियो। त्यति बेलाको राजनीतिक इतिहास हेर्ने हो भने 2047 सालदेखि 54 सालसम्म 7 वर्षको अवधिमा 6 पटक त प्रधानमन्त्री मात्रै फेरिएका थिए। काङ्ग्रेस, एमाले र राप्रपाले म्युजिकल चेयर नै खेलिरहेका थिए अनि जसको सरकार आउँछ उसकै कार्यकर्तालाई उद्योगमा भर्ती गराउने काम सुरु भएको थियो। त्यसपछि उद्योगमा कर्मचारी, सरुवा, बढुवा, म्यानेजमेन्ट सबै कुरा नेताकै हातमा जान थाल्यो। अलग अलग पार्टीका कर्मचारीहरू भएपछि आन्दोलन र हडताल पनि त्यहीँबाट सुरु भयो। एकातिर यसरी मेसिनभन्दा धेरै उद्योगभित्र राजनीति चल्न थाल्यो। कर्मचारीको ठाउँमा कार्यकर्ताहरू भर्ती हुन थाले। अर्कातिर कोइराला सरकारले 2050 सालमै निजीकरणको सिस्टम ल्याएर सरकारी उद्योगहरूको जरै मेटाउने काम पनि सुरु भएको थियो। मतलब 2054 सालसम्म आइपुग्दा नेता र कार्यकर्ता भएर यो उद्योगलाई घुँडा टेकाइसकेका थिए। उनीहरू सफल भइसकेका थिए। त्यसपछि यो उद्योगले कहिल्यै नाफा देख्न पाएन। वर्षै पछि झन् ठुलो घाटा बेहोर्न थाल्यो। अन्ततः 2057 साल माघ 18 गते हेटौँडा कपडा उद्योगलाई अब चलाउन सकिँदैन भनेर बन्द गर्ने निर्णय गरियो। मतलब यति ठुलो राष्ट्रको उद्योग हाम्रा नेताहरूको लागि बाँदरको हातमा नरिवल जस्तै भयो। यसलाई निजीकरण गराउने कोसिस पनि गरिएको थियो, तर त्यति बेला कसैले पनि लगानी गरेन। यस्तै अवस्थामा 2065 सालमा प्रचण्ड प्रधानमन्त्री र बाबुराम भट्टराई अर्थमन्त्री भएको बेला फेरि यो उद्योग चलाउने भनेर हल्ला चल्यो। त्यति बेला बाबुरामले आर्मी, पुलिस र निजामती कर्मचारीलाई आवश्यक पर्ने सबै कपडा यहीँबाट उत्पादन गर्ने भनेका थिए। त्यसको लागि लगभग 9 करोड रुपियाँ त बजेट पनि छुट्याइएको थियो। यो सुन्दाखेरि बाबुराम भट्टराईले उद्योग सुरु गर्न लागेको जस्तो देखिन्छ, तर यसको रियालिटी अझै गहिरिएर बुझ्ने हो भने फरक देखिन्छ। यो एउटा नाटक जस्तो लाग्छ। यदि नाटक थिएन भने 2069 सालमा बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला हेटौँडा कपडा उद्योगलाई खारेज गर्नुपर्छ भनेर प्रक्रिया अगाडि सारिँदैन थियो। त्यसपछि पनि बारम्बार उद्योग सुरु गर्ने भनेर प्रतिवेदन बनाउने र बजेट छुट्याउने काम भइरह्यो, तर काम भने छेपाराकै कथा जस्तो भयो। केपी ओली मन्त्री हुँदा पनि यो उद्योग चलाउने कुरा गरेका थिए, तर सिनको भाँचेनन्। पछि बरु त्यहाँको जग्गा 23वटा कम्पनीहरूलाई भाडामा दिएर भाडा उठाउने काम भयो, तर उद्योग खोल्ने काम कसैबाट पनि भएन। 2080 सालमा पनि नेपाली सेनाले यो उद्योग चलाउने कोसिस त गरेको थियो, तर तत्कालीन सरकारले कुनै पनि चासो देखाएन। मतलब बहुदल पछिको राजनीतिले सुरुमा यति ठुलो उद्योगलाई डुबायो, जरैदेखि उखेलेर खारेज गरिदियो र त्यसैको नाउँमा फेरि पनि बारम्बार बजेट मात्रै सक्ने काम गर्यो। उद्योग सुरु गर्न कसैले सकेका थिएनन्। तर बालेन सरकार सत्तामा पुग्ने बित्तिकै हेटौँडा कपडा उद्योगलाई जसरी भए नि सञ्चालन गर्ने भनेर योजना बनायो
असारको 18 गते बालेन सरकारले नेपाली सेनालाई हेटौँडा कपडा उद्योग सञ्चालन गर्ने काम सुम्पियो। त्यसको जम्मा 40 दिनमै सेनाले परीक्षण उत्पादन पनि गर्न सफल भयो। अब फेरि पनि यो उद्योगले रफ्तार लिने पक्का छ, किनकि यसको जिम्मा नेपाली सेनाले लिएको छ। पहिलो चरणमा यो उद्योगमा आर्मी, पुलिस र सशस्त्रको लागि कपडा उत्पादन गर्ने योजना छ। सरकारले पहिलो चरणमा सेना, प्रहरी, सशस्त्र प्रहरी लगायतलाई आवश्यक पर्ने कपडाहरू हेटौडा कपडा उद्योगबाट उत्पादन गर्ने गरी तयारी थालेको छ। त्यसपछि पहिलाकै जस्तो सबै किसिमका कपडाहरू उत्पादन हुनेछन्। पुराना सबै मेसिनहरूलाई मर्मत गरेर राम्रोसँग काम गर्दा दैनिक 36,000 मिटर कपडा उत्पादन हुन्छ। यसै पनि वार्षिक 26 लाख मिटर कपडा त आर्मी, पुलिसकै लागि मात्रै चाहिन्छ। यसको मतलब सरकारको पैसा सिधै उत्पादनमूलक क्षेत्र र रोजगारीको लागि खर्च हुँदैछ। त्यति मात्रै होइन, यो उद्योग चल्ने बित्तिकै बुटोल धागो कारखाना चल्न सुरु हुन्छ। अनि बुटोल धागो कारखाना चल्न थालेपछि कपास खेती गर्ने 10,000 किसानहरूले रोजगारी पाउनेछन्। अझै खुसीको कुरा त के छ भने यो काम सुरु भइसकेको छ। उद्योग मन्त्रीले धागो र कपडा उत्पादनको लागि कपास खेती गर्न किसानहरूलाई आह्वान समेत गरिसके। मतलब यही एउटै उद्योगले मात्रै पनि धेरै ठुलो फरक पार्नेवाला छ। तर यही कुरा गगन थापा र राजेन्द्र लिङ्गदेन लगायतका नेताहरूलाई फिटिक्कै मन परेको छैन। उनीहरू बालेनको आलोचना गर्दै छटपटाइरहेका छन्। ल ठिकै छ, यही एउटा उद्योगबाट सरकारले अर्बौं रुपियाँ कमाउन नसक्ला, विदेशसम्म कपडा निर्यात गर्न नसक्ला, तैपनि यो उद्योग चल्नै पर्छ। पहिलाकै जति मात्रै उत्पादन भए पनि राजस्वमा धेरै फाइदा नदेखिए पनि 10,000ले रोजगारी पाउनु कुनै सामान्य कुरा होइन। यसरी सरकारले उद्योग धन्दाहरू सुरु गर्दा जनतालाई रोजगारी दिन खोज्दा विरोध गर्नेहरूलाई तपाईँ के भन्न चाहनुहुन्छ कमेन्ट गर्न नबिर्सनुहोस्। अनि तपाईँ पनि यसै गरी फेसबुक र युट्युबहरूमा भिडियो बनाउन सिक्न चाहनुहुन्छ भने यहाँ स्क्रिनमा देखिएको नम्बरमा फोन गरेर आफ्नो सिट बुक गर्न सक्नुहुन्छ। आजको लागि यति नै, अर्को भिडियोमा फेरि भेटौँ।